हेलो एभ्रिवान, नमस्ते सेवाहरू स्वागत छ हजुरलाई आजको मेरो नयाँ भिडियोमा। नयाँ भिडियो त के भन्नु, यो भिडियो चाहिँ के भयो भने गाइस, मेरो चाहिँ नि मैले नानीको फुल आधी घन्टाको चाहिँ सुट गरेको थिएँ। युट्युबमा अपलोड चाहिँ भयो, मरितरी भयो, तर फेरि युट्युबले नै हटाइदियो किनभने अब चाइल्डको सेफ्टीको त्यस्तै के भनेरै आएको थियो मेरोमा नोटिफिकेसन चाहिँ। के गर्नु गाइस, अन्त फेरि अन्त छोरा चाहिँ एकछिन खेल्छ हो, अन्त त छिटो माम खाइसक्ने किनभने भोक लाग्यो नि त आमालाई हो। अन्त फेरि अन्त एकछिन रेस्ट गरेर बुलु बुलु गर्छ, अन्त चाहिँ फेरि सुत्नुपर्छ। त्यहाँदेखि चाहिँ म डिस्टर्ब गर्नु दिँदिनँ नि ल बिरालोलाई। ल हुन्छ हुन्छ भन्नु त हुन्छ। ऊ त गुड बोय हो, अब ऊ खेल्छ। हेर्नुहोस् ल कसरी खेल्छ, गाइसहरूलाई देखाइदिनुपर्छ है ल। आमाले पनि त अन्त मामा पनि खानुपर्छ, बिचरा आमा माया लाग्दैन। र अब लामो भयो भिडियो होइन, अन्त नि उसलाई लुगा पनि लगाइदिइसक्यो। अब यो लगाइदिनु पर्ने छ, जाडो हुन्छ होला नि त, फुल स्लिभ लगाइदिनु पर्यो भनेर। अन्तदेखि चाहिँ यस्तै नि थियो, भेट्दै गर्छु ल। यतिकै त बोरिङ हुन्छ होला तपाईँहरूलाई पनि, हेर्दा हेर्दा वाक्कै लाग्छ होला नि हो। र साथी हो, मैले चाहिँ यो बिहानदेखि सुट गरेको थिएँ भिडियो चाहिँ, तर मेरो चाहिँ युट्युबमा अपलोड हुनु सकेन हो। त्यही भएर मैले अलिकति सेयर गर्दैछु। म चाहिँ बिहानभरिको काम सकेर हतार कति काम गर्नुपर्ने हुन्छ, आफ्नो पनि नानीको पनि घरको पनि हो। अन्त नानी नुहाइधोइसकेर चाहिँ मैले चाहिँ ऊ खेल्दैछ, अन्त म चाहिँ अब चाहिँ सकेँ काम भनेर अब उसलाई सुताउने काम चाहिँ छ हो। अघि छिटो यताउता काम गर्दा गर्दै ढाँड चाहिँ सर्केको जस्तो भएको थियो नि त मेरो। के भयो हो गाइस। अब उसको पापालाई छिटो फोन गरेर छिटो काम सकेर आउनुहोस् ल भन्नु पर्यो। के भयो अचानक भिडियो गरि त राखेको थिएँ हो, अचानक ढाँडको। नानी प्लिज डोन्ट डु हौ। आइया ओ माई गड, के भएको यस्तो अचानक। प्रभु हे प्रभु, हे प्रभु, प्रभु प्रभु कहाँ जाने हो नि नारायण। उसलाई चाहिँ फेरि सुताइसकेको छु, मरितरी सुताएको। यसले फेरि यहाँ माम पर्खिरहेको छ है। आइज न्यु मात्रै भयो गाइस, पुरा ढाड दुख्यो मेरो। ढाड पनि होइन के भन्छु यस्तोलाई। हुन्छ माम दिइहाल्छु। आइज यता निस्के। अब चाहिँ म चाहिँ बिरालोलाई मामहरू दिन्छु। अघि चाहिँ बाहिर गएको थिएँ, अन्त बिहानदेखि उसले भात खाएकै छैन बिरालोले। अन्त नानी सुत्यो, अब चाहिँ बिरालोलाई पनि दिने। अन्त म चाहिँ एकछिन रेस्ट गर्छु भनेर सोचिराखेको छु। पुरा ढाड चाहिँ पोलेको जस्तै भयो, अचानक सर्केको जस्तै। यस्तो हिटर टिप्दै थिएँ मैले चाहिँ, त्यो नानीलाई नुहाएर चाहिँ जाडो हुन्छ भनेर। अन्त कस्तो सर्केको जस्तै भयो कि। अन्त अहिले चाहिँ ढाड उभिनु साह्रो परिराखेको छ मलाई हो। यस्तै छ, के गर्नु गाइस। अब एक्लै हो, सबै कुरा भ्याउनुपर्छ भनेर चाहिँ म चाहिँ अत्तालिँदै कामहरू गर्छु नि त। सबै गर्नुपर्ने हुन्छ। नानी कति टाइम सुत्छ, के सुत्छ त्यो केही भन्नु पनि सकिँदैन। कोही बेला त के हल्लाले उठाइदिइहाल्छ, कोही बेला चाहिँ मजाले सुत्छ हो। अन्त चाहिँ अब यस्तै नै छ, चल्दैछ दुःख सुख। अब के गर्नु होइन, गर्नै पर्छ। अब यत्रो महिना त गर्दै आएको भनेर गर्नु चाहिँ कि, तर कोही बेला चाहिँ यसरी के ढाड सर्किहरू हुन्छ र अन्त चाहिँ यस्तो भयो नि। अन्त बिरालोको चाहिँ यो माम छ, अब यसलाई पनि भोक लागेको थियो होला, मजाले खान्छ हो यसले पनि माम। अन्त मैले चाहिँ भिडियो चाहिँ अपलोड गरिसकेको थिएँ यो चाहिँ, तर कति मेरो त त्यो नानीलाई नुहाउँदै गरेको भिडियो हालेको थिएँ, त्यही कारणले गर्दा होला युट्युबले नै रिमुभ गरिदियो मेरो चाहिँ। अन्त मैले त्यो सबै डिलिट गरिसकेको थिएँ नि त क्लिपहरू। अन्त यही बचेकुची सानो क्लिपहरू लिएर चाहिँ म फेरि सेयर गर्दैछु। त्यो चाहिँ 30 मिनट्सको थियो। मैले नानी नुहाएकोहरू चाहिँ उयो गरेको थिएँ। मैले त्यस्तो त गरेको थिइनँ, मैले चाहिँ अब लुगाहरू छोपेरै चाहिँ नुहाइदिँदै थिएँ। तर भए पनि के भयो, चाइल्ड सेफ्टीको भनेर त्यस्तो के नोटिफिकेसन आएको थियो, रिमुभ भयो। अन्त मैले चाहिँ हेर्नु सक्दै रहेछु हो, अन्त अरूकोमा चाहिँ आउँदैन रहेछ नि त। अन्त फेरि मलाई चाहिँ यही भिडियो पनि अपलोड गर्छु, हजुर सबैजनालाई सेयर गर्नु मन पर्यो। अन्त नानी अघि नुहाइसकेको, यहाँ के टिपेकै थिइनँ। अन्त उसको लुगा पनि यहाँ भिजाइराखेको छ हो। अन्त भरे उसको बाबा आएर धुनुहुन्छ भनेर भिजाइराखेको मैले छिटो गरेर। अन्त नानी सुतिराखेको छ, अन्त मैले बोल्दै भिडियो गर्न सक्दिनँ, त्यही भएर चाहिँ भोइस ओभर गर्दैछु गाइस। अल्छी लाग्यो होला नि हजुरहरूलाई, बोर भए पनि हेरिदिनुहोस्, लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस्। नानी सुतिरहेछ, अन्त मैले पनि एकछिन म पनि रेस्ट गर्छु भनेर चाहिँ यहाँनिर बसेको। ढाड चाहिँ त्यत्तिकै दुखी नै राखेको छ।
यो चाहिँ मैले अब अस्तिको दिन कहिले सुट गरेको हो अन्त आज मात्रै सेयर गर्दैछु। एकछिन रेस्ट गर्छु अन्त फेरि नानी चाहिँ उठ्छ, बाहिर पुरा हल्ला अन्त भएर चाहिँ नानी उठ्छ अन्त मैले काखमै सुताउँछु नि त यसरी। अन्त नानीको निन्द्रा मजाले पुऱ्याइदिनु सकेँ भने चाहिँ ऊ मजाले खेल्छ, त्यही भएर यहाँनिर उठेको छ। र अब मैले चाहिँ सुताउने कोसिस गर्दैछु अन्त मजाले सुत्छ नानी हो। अन्त नानीको निन्द्रा पुग्यो भने चाहिँ ऊ पनि नरोइकन खेलिबस्छ अन्त ढुक्कै लाग्छ मलाई पनि। त्यही भएर चाहिँ कोक्रोबाट लिएर चाहिँ मैले काखमा यहाँ सुताइराखेको छु। अन्तदेखि चाहिँ हेर्दै गर्नुहोस् होला यो भिडियो। अन्त उसको चाहिँ केस लामो भएर होला कि गाइस यति बेसी पसिना आउँछ सुतेको बेलामा त नि। ढाडतिर त छ्याप पसिना त बग्दै गरेको हुन्छ, पानी नै बग्दै गरेको हुन्छ। अन्त यो पतला ब्ल्याङ्केट ओढाइदिइरहेको छु, यो पनि अहिले एकछिनमा निकाल्नुपर्छ हो। केसै बेसी भएर चाहिँ पछाडि घाँटीको त्यो के भन्छ घिच्रोको त्यहाँनिर नि पुरा पसिना आउँछ, तालुमा चाहिँ आउँदैन हो। अन्त यहाँनिर फेरि चिसो पनि आउँछ भनेर चाहिँ मैले ब्ल्याङ्केट पनि हल्का ओढाइदिइरहेको छु। उसको केस चाहिँ अब यति साह्रो लामो भएको छ। यो चाहिँ अब 3 वर्षमा काट्नुपर्ने, 3 वर्षसम्म चाहिँ के गर्नुपर्ने होला। यहाँ पनि बेड कभर लगाइरहेको छु, यहाँ पनि अब दलैचा लगाउने हो। सानो मान्छे लड्छ है, लड्छ। उसको केस चाहिँ हेर्नुहोस् गाइस, आम्मामामामा के गर्ने होला नि समरमा चाहिँ, के गर्ने होला नि समरमा चाहिँ यस्तो केस बोकेर नानी के गर्ने होला। भनिदिनुहोस् त गाइसहरूलाई के गर्ने विचार छ, भन्नु नि आऊ। भन्दैन होइन, भन्दैन गाइसहरूलाई। अहिले दिन्छु है सुतिनुलाई। निन्द्रा लाग्छ के हो फेरि? मोहनी कहिले मायामा खेल्यो भिडियो भन्ने त बन्नी पो हाल्छ त है, हाँसेर गर्छ रुँदै। म चाहिँ भिडियो गर्दा गर्दै त्यतिकै कन्टिन्यू गरिनँ हो। नानी सुत्यो अन्त एकछिन मैले पनि रेस्ट गरेँ, त्यहाँदेखि यताउता के गर्दा नानीलाई खाजाहरू दिँदा ओर्दा बेलुका पनि भइसक्यो, 4:30 भइसक्यो। अन्त उसको बाबा पनि आइपुग्नु भयो। अन्त नानी बाबासँग खेल्दैछ, म चाहिँ चिया खाँदैछु। खाइसक्नु आँटेँ अन्त भिडियो गर्दै थिएँ भनेर जसँग याद आयो कि अन्त फेरि कन्टिन्यू गरेको। यो चाइनिज पनि फ्लास राम्रो होला। ऊ चाहिँ यहाँनिर अन्त पापासँग खेल्दैछ, इतनिन चाहिँ हो। यो फ्लासको खोल हो, अन्त यो पनि खेल्छ, उसले इन्जोय गर्छ। नयाँमा 1-2 दिन्छ कि अन्त त्यहाँदेखि चाहिँ फ्याँकिदिन्छ। के दिनु हुँदो रहेछ नि त, अन्त उसलाई भुलाउनुको लागि के दिनु हुन्छ। एकछिन खेल्छ, एकछिनमा पुरानो हुन्छ फ्याँकिदिइहाल्छ। यो बिहान पाउडरको बट्टा दिएको कम्ता खेलेन, अहिले छैन, यादै गर्दैन। र गाइस अहिले चाहिँ बेलुका भइसकेको छ, दिनभरिको थकान। अन्त मलाई चाहिँ अब बाहिरको पुरा जङ्क फुड भन्दाखेरि पनि अब चाउमिनहरू म के खानु मन पऱ्यो नि त, मोमोहरू खम लागेर अन्त मैले उसको बाबालाई चाहिँ बाहिर पठाइरहेको छु। अन्त नानी र म चाहिँ बसिराखेको छौँ। नानी चाहिँ आजकल टिभी पुरा हेर्नु थालेको छ, यो कार्टुनहरू राइम्सहरू लगाइदियो भने कार्टुनहरू पुरा हेर्छ, ऊ भुलिन्छ। अन्त हेर्नुहोस् न, हो मजाले हेरिरहेछ, छक्कै पर्छु म त। आजकलको नानीहरू के भएको होला नि, यत्रोदेखि फोनमा तन्केर फोन नै टिपेर हो। अन्त अहिले चाहिँ पर्खिराखेको छौँ कति बेला आउनुहुन्छ भन्दै। अन्त मोमो चाउमिन, म चाहिँ आज माम खाँदिनँ, यस्तै अब बाहिरकै मोमो चाउमिनै खान्छु भनिरहेछु। अन्त उसको बाबाले चाहिँ उसको लागि चाहिँ माम पकाएर चाहिँ जानुभएको छ बाहिर, पर्खिराखेको छौँ। हेलो गाइस भन्नु, हेलो गाइस भन्नु। अहिले चाहिँ बेलुका भइसकेको छ, कसो आउँदै रह्यो नि, बेलुका भएको जस्तै। अन्त जाडो पनि भयो नि त पानी परेर। अन्त चाहिँ म र नानी चाहिँ यहाँ बसिराखेको छौँ। ऊ बदमास गर्दैछ, लडी झर्लाई जस्तो गर्छ हो। अन्त ऊपर राइम्स हेर्दै कार्टुन हेर्दै बसिरहेछ हो। अन्त उसको पापा चाहिँ आज त कस्तो मलाई खाना खानु मन लागेको छैन कि, अघि दिउँसो पनि अन्त बिहानको माम थियो, मैले त्यही खाएँ। अन्त त्यतिकै मलाई वाक्कै भयो, माम चाहिँ बिहान पनि खाएँ दिउँसो पनि खाएँ। अन्त माम खानु मन लागेन। अन्तदेखि मैले उसको पापालाई चाहिँ ऊपर पठाइरहेको छु नि त खानेकुरा ल्याउनुको लागि, टाइपो खाउँ अन्त यस्तो खाऊँ भनेर मागिरहेको थिएँ। अन्त हेर्नुहोस् ल अहिले के ल्याउनुहुन्छ म हजुरलाई सेयर गर्नेछु। कस्तो हुन्छ फर्स्ट टाइमै म टेस्ट गर्दैछु, जतिवटा पनि आइटम मगाउँदैछु। पहिला चाहिँ खाएकै हो, अन्त मिठो थियो। यहाँ चाहिँ सानो मान्छे
बिरालो भाइ हो भाइले पनि हेर्छ है इतनी में त हेर्नु त नानी यस गुड बोय भन्त पर्खिराखेको हामी 3 जना छ यो यहाँ छ छानु मान्छे यहाँ छ म छानु मान्छे हेलो गरिदिनुस् यहाँ कस्तो जाडो दिन छ है आज त अचानक अचानक भन्दा पनि पानी परा हावा हुन्डी लागेर पानी परेर चाहिँ जाडो भयो अन्त यी तातो ज्याकेट निकालेर लगाएको हो नानीलाई पनि तातो बनाएर राखेको छु आज नुहाएको थियो नि त अन्त म सेयर गर्नेछु कस्तो के पाउँदो रहेछ टेस्टी टेस्टी यम्मी यम्मी खानेकुराहरू खानेकुरा चाहिँ लिएर आइसक्नु भएको छ तर फेरि नानीलाई फर्स्ट अगाइहाल्नु अन्त मात्रै ढुक्कैले खाउँ भनेर चाहिँ म चाहिँ नानीलाई माम खुवाइहाल्छु भनेर चाहिँ स्टार्ट गर्दैछु पानीबाट हो गाइस अन्त हेर्दै गर्नुहोस् ल भाइलाई हो अन्त हाम्रो चाहिँ खानेकुरा आइसकेको छ के ल्याउनु भएको छ हेर्नु पनि भएको छैन अहिले एकछिन म देखाउँछु ल अन्धेरा हेर्ला खै देखाउनु त ओ माई गॉड चिल्ली मात्रै छ त यहाँ त अन्त यो चाहिँ छ चिकन चिल्ली गाइस हो अन्त यो पर्क मोमो अब चाहिँ म खान्छु चाउमिन पनि छ चाउमिन चाहिँ एकछिन खाने र गाइस हामी चाहिँ माम खाइसक्यो अब त सुतेको नानी पनि सुतिसक्यो यति नै थियो आजको यो भिडियो कस्तो लाग्यो हजुरलाई कमेन्टमा भनिदिनुहोस् होला बाई बाई फेरि भेटौँ ल अर्को भिडियोमा